च्याप्टर 4 मा रहेको छ थोङजाग सामलको मुनवा छाङ्बुमा हान्गुगे छ्वासिक मुन्रा कोरियाको भुइँमा बस्ने संस्कृतिको बारेमा छ। यो चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट हो। यो चाहिँ एक्जाममा प्राय लङ क्वेसनमा आइरा हुन्छ। हान्गुक इन दुरिन फाङ इना मारुए फादाङ्गे आन्जास शिक्षारुल हागन हिउजिगुल छुयानुन छ्वासिक मुनरुल खाजुको इस्सुमिदा। कोरियनहरू चाहिँ फाङिना भुइँ अथवा मारुए फादाङ, मारु भनेको चाहिँ के भन्छ नि, त्यो काठबाट बनेको पार्केटिङको भुइँ हुन्छ नि, हो त्यसलाई भनिन्छ। पार्केटिङको फादाङ्गे भुइँमा आन्जास बसेर शिक्षारुल हागना खाना खाने अथवा हिउसिगुल छुयानुन आराम गर्ने छोइसिक मुनारुल अर्थात् भुइँमा बस्ने संस्कृतिलाई चाहिँ खाजीको इस्सुमिदा लिएर आएका छन्। इराहान यस्ता छ्वासिक मुनहानुन खाजोक इना खाक्काबुन छिन्गु दुलकिरी हाम्के सोथङ हागो इउदे गामुल हेङसङ हानुन थोमुल छुम्निदा। यो भुइँमा बस्ने संस्कृतिले चाहिँ परिवार अथवा नजिकको साथीहरू बीच सँगै कुराकानी गर्ने र इउदे गामुल भनेको सम्बन्धलाई हेङसङ हानुन मजबुत बनाउन अझ के गर्छ, सहयोग पुर्याउँछ। छ्वासिक मुनुहारो चाहिँ यिनी हान्गुक सारम दुरिन थेबुन छिबानेस के भनेछ सिनबारुल फतको सेङ्वल हामे फादागे आन्जास शिक्षारुल हानुन सिक्ताङ्गे सुइपके फुलसु सुमिदा। यही छ्वासिक मुनुवाको कारण कोरियन मानिसहरू चाहिँ अधिकांश घरमा जुत्ताहरू खोलेर जीवनयापन गर्छन् र भुइँमा बसेर खाना खाने अथवा खाना उपलब्ध गराउने रेस्टुरेन्ट पनि के गरिन्छ, सजिलै देख्न सकिन्छ। छ्वासिक मुनवागा हिन्दे एदो छिसोक थोइनुन इहुनुन हान्गुगे छन्थोङ नानबाङ फाङसिगी उन्दोरी एङहाङ तेमुने रागो। छ्वासिक मुनवा चाहिँ हिन्दे एदो अहिले पनि छिसोक थोइनुन भनेको लगातार रहनुको कारण चाहिँ भनेको कोरियाको परम्परागत कोठा तताउने उन्दोलको प्रभावले हो। उन्दोल चाहिँ फादाङ्गुन भुइँलाई तातो गर्ने हान्गुगे छन्थोङ नानबाङ सिसुथेमुरो कोरियाको परम्परागत भुइँ तातो बनाउने एउटा सिस्टम हो। एरा खागुगा मोए सानुन अपातुए सदो विभिन्न परिवारहरू जम्मा भएर बस्ने